मैले चाहिँ सिस्नालाई यो मिक्सरमा पिसेको छ। अब चाहिँ यहाँ हाम्रो आटो पाक्नला छ। आटो चाहिँ यसरी बजाइदियो, ताली बजाइदियो, ताली बजा। आटो रेडी भएको छ। अलि धेरै नै भइन्छ क्या तिमीले खाएर सुत्ने हो खाने। हेलो साथीहरू, स्वागत छ आजको मेरो ब्लगमा। आज फेरि म धेरै दिनपछि आफ्नो ब्लग गराउँदैछु र यो चाहिँ मेरो भान्साकोठा छ। भान्साकोठाबाट सुरु गर्दैछु। आज चाहिँ म शनिबारको दिन अनि आज हामी आटो सिस्ना पकाएर खाने भनिरहेको छौँ। त्यसैले म चाहिँ त्यसको तयारी गर्दैछु। यसरी यहाँ आगो बालेर अब सिस्ना गराउँदैछु। मैले चाहिँ सिस्नालाई यसरी धोएर ठिक्क पारेर राखेको छु। सिस्ना चाहिँ मैले हिजो नै टिपेको हो र यो चाहिँ हामीले आफ्नै बारीको हो। यो सिस्ना हाम्रै बारीमा छ। सो अब यसलाई चाहिँ पकाउन सुरु गर्दैछु। यहाँ यसरी आगो बालेर आगोमा पकाउँदैछु। हेर्दै गर्नुहोस् कस्तो हुन्छ आजको मेरो सिस्ना आटो। हे तेलमा मैले सिस्ना पकाएको, हे तेलमा मैले सिस्ना पकाएको, हे मेरो सिस्ना यतिको भएको छ। अब पाक्ने बेला हुन लाग्छ। अलि नजिक लिएर देखाइदिनु सिस्ना। अब एकछिनमा निकाल्नको लागि रेडी हुन्छ। त्यसपछि नजिक वार्दाखेरि पनि हुन्छ त के हुन्छ? यत्तिकै ठिकै हुन्छ, यत्तिकै ठिकै हुन्छ। तिमी देखिन्यो कि नजिकबाट गर्दाखेरि आगो पनि त हेर्नु पर्यो हेर सबै। मैले चाहिँ सिस्ना यसरी पकाउँछु। अब तपाईँहरूले चाहिँ सिस्ना कसरी पकाउनुहुन्छ कमेन्ट गर्नुहोला। मैले चाहिँ यसरी पकाउँछु सिस्ना। तपाईँहरूले कसरी पकाउनुहुन्छ होला। ओके, अब म मासु पकाउँदैछु। सिस्ना आटो र मासु अनि टमाटरको चटनी यहाँ पोल्न लाग्छु। टमाटर मासु चाहिँ मैले हिजो म्यारिनेट गरेर राखेको थिएँ मसला हालेर। म चाहिँ चटनी पिस्दैछु टमाटरको। यसरी मेरो इन्ग्रिडियन्ट चाहिँ नुन, धनियाँ खुर्सानी, लसुन, त्यसपछि टिमुर राखेर यसरी गराउँछु। यतातिर मासु पाक्दैछ, टमाटर यहाँ रेडी छ। यसरी अचार पिस्दैछु। के मेरो टमाटरको चटनी पनि अब रेडी हुँदैछ। हेर्दै गर्नुहोस् गाइस, मैले यसरी खोज्छु टमाटरको चटनी। एकदमै मिठो हुन्छ। यो मिक्सरमा पिसेको चटनी भन्दा पनि यसरी यो सिलौटामा आगोमा टमाटरलाई आगोमा पोलेर यसरी सिलौटामा यसरी पिसेको चटनीको स्वाद चाहिँ एकदमै बेस्ट हुन्छ है।
मिक्सरमा चाहिँ खासै टेस्ट आएको मान्दैन मैले। मलाई चाहिँ यस्तै सिलौटामा पिसेकै एकदमै मनपर्छ। यसरी पिसेर गराएको अचार चाहिँ एकदमै राम्रो हुन्छ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। म चाहिँ यसरी पिसेको चटनी एकदमै मिठो लाग्छ टमाटरको। गाइस मेरो चटनी पनि यसरी रेडी भइसक्यो। यता चाहिँ मैले धनियाँ काटेको छु र यहाँ चाहिँ मेरो मासु यहाँ रेडी भइरहेको छ। हजुरहरूलाई कस्तो लाग्छ मासु पनि मैले यसरी पकाउँछु। कतिखेर खाने हो, आज एकदमै ढिलो भइसक्यो। अब चाहिँ आगोमा पकाउनु चाहिँ अलिक गाह्रो नै हुँदो रहेछ, किनभने अब यस्तो भएको छ मेरो हालत। गर्मी चढिसक्यो नि त, आगो लगाइसक्यो। अब गर्मीमा त अब आगोमा पकाउनु त कहाँ सक्यो, यस्तो धुवा हुन्छ त्यही माथि। त्यही पनि आगोमा पकाएको एकदमै स्वाद मिठो हुन्छ भनेर म चाहिँ आज आगोमा पकाऊँ न त, आज बिदाको दिन पनि भनेर। अब अरू दिन त हुँदैन फेरि यसरी आगोमा पकाऊँ भन्ने हो नि, किनभने स्कुल हुन्छ अनि हतार हुन्छ, भ्याइँदैन। त्यसैले शनिबार नै हो, जे गर्ने हो। त्यही भएर आज शनिबार यसो सिस्ना ढिलो मासु खाऊँ न त भनेर यसरी पकाउँदैछु। हेर्दै गर्नु होला मेरो भिडियो। अब यसपछि चाहिँ मैले आटो पकाउँछु। अब चाहिँ यहाँ हाम्रो आटो पाक्न लाग्छ। आटो चाहिँ यसरी हाल्दै हुनुहुन्छ। यता नाउ केस्लिन, जाऊ जाऊ उता जाऊ। आगो घटाइदिउँ। पुट्टायो कस्तो। तिमी कहाँ जान लाग्छौ के केस्लिन? यता हेर, यता हेर, यता कहाँ जान लाग्छौ तिमी? तिमी जाने होइन उता, यता हेर, यता 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 यहाँ हेर त, यता हेर त, यहाँ हेर त, यता रोएर लैजाऊ आइरी जुत्ता नानीलाई। रातो मकै हो क्या नि हो? खानेवाला एक्लो मैले बोलाएर ल्याए जस्तो भन्नु होइन। मेरो किसान यत्रो बोकाले खाने बिचार रहेछ नि, आँटो चाँडै खानु पाइँदैन। के मैले बनाएर राखेको हुन्थ्यो भनेको आँटो त खानुहुन्छ। कहाँ हो क्या तिमी? ल यहाँ यस्तो छ हालत, यस्तो छ हालत यहाँ। यता हेर, यता हेर। पापा छ गर्थ्यो, पापा छ। ताली बजाइदिउ ल, ताली बजाइदिउ, ताली बजाइदिउ, ताली बजाइ। खै ताली बजाएको तिमी नगरिदिउ न आइरिस। ताली बजाइदिउ। खै रुन्ची कहाँ जान लाग्छु? म त बाई घर म जान्छु अब तिमीलाई छोडेर। कहाँ जाने हो? भर्याङ चढ्ने होइन नो। अब हेर न, अब हेर न, यस्तो नगर सानो। यता हो, यता हेर, यहाँ हेर त, यता हेर त, यता हेर त। आजको आटो रेडी भएको छ। अलि धेरै नै भएछ क्या को के भन्नुभयो? भाडा अलि सानो भएछ कि नि? भाडा सानो भयो कि धेरै? हामीले धेरै हाल्यौँ कि नि? 3 मात्र हालेर हुँदो रहेछ।
मैले पलामा सानो बस्ती मानेर चार हाले पाकेको छ भइहाल्छ पुरानो भयो कि आटो पनि अहिले पिसिया पनि अहिले हो र उतार्ने अब यिनले खाएर सुत्ने कसले खाएर सुत्ने कसले यिनले खाएर सुत्ने तिमीले खाएर सुत्ने हो पहिलोमा यिनले खाएर सुत्छन् खाने हो यिनका बाउ छोरीलाई आजको मेरो ढिँडो नै हो के भन्छ नि आटो आटो 1 बजे सुतेको छु 12 बजे आएर दुध सुसाउनु पर्यो नि चिच्चायो नि खुल नि मेरो बाबु सिस्ना भयो मलाई ल म देख्न बोतल आइरिस के खाइरहेको छु भन अब ढिँडोसँग के खाइरहेको छु सिस्ना र मासु हो तिमीले के खाइरहेको छु तिमीले ऊ यता हेर यता ऊ यिनले पनि खाइरहेको छु ढिँडो र आटो र सिस्ना ओके साथीहरू हामीले चाहिँ खाना खाएर सकिसक्यौँ मैले पनि खाएँ अनि आजको हाम्रो खाना चाहिँ एकदमै मिठो भयो मैले चाहिँ यो फर्स्ट टाइम नै खाएको थिएँ यसरी सिस्ना मासु अचार गरेर अरूलाई त खाइन्थ्यो तर यसरी पकाएको चाहिँ मैले आफैले पकाएर खाएको चाहिँ यो फर्स्ट टाइम हो सो मलाई चाहिँ एकदमै मिठो लाग्यो हजुरहरूलाई कस्तो लाग्यो मैले पकाएको अब हजुरले चाख्ने कुरा त भएन तर मैले पकाएको कसरी पकाएको थिएँ त्यो हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र आजको मेरो भिडियो कस्तो लाग्छ हजुर लाइक कमेन्ट अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला